हेलो गाइज, वेलकम टु माई थर्ड मिनी ब्लग। आज चाहिँ साउन 1 गते, तपाईँहरू सबैलाई साउन 1 गतेको शुभकामना। अनि हामी चाहिँ आज साउन 1 गते खानालाई मासु अनि तरकारी लिन जान लाग्यो। अनि यतातिर हेर्नु न, पुरै पानी परेर खोलाको हालत यस्तो छ, पानी यस्तो दमिलो आइरहेछ। अनि हामीले चाहिँ तरकारी किनेर लिएर आयो। अनि यो रहेको छ हाम्रो तरकारी। अनि तरकारीमा चाहिँ हामीले टमाटर 100 रुपियाँको लिएर आयो, अनि मासु 1 केजी लिएर आयो। अनि यो रहेको छ मही, अनि 30 रुपियाँको चाहिँ 4-5वटा हामीलाई कागती दियो। अनि 100 रुपियाँको चाहिँ आँप लिएर आयो। अनि यो रहेको छ 20 रुपियाँको धनियाँ। कति महँगो छ आजभोलि पकाउनलाई। फर्स्ट टाइम चाहिँ खुर्सानी फ्राई गरेँ, अनि प्याज फ्राई गर्न थालेँ। अनि प्याज फ्राई गरिसकेपछि चाहिँ हामीले बिरयानी बनाउन लाग्यो नि त। अनि मासुलाई मैले चाहिँ मासु मिक्स गरेँ सबै कुरा हालेर। अनि फेरि त्यसपछि मासुलाई मिक्स गरिसकेपछि चाहिँ मैले मासु फ्राई गर्नतिर लागेँ। अनि मासु एकछिन तेलमा तलेँ। अनि तेलमा तलिसकेपछि त्यसलाई निकालेँ। अनि त्यो निकालिसकेपछि चाहिँ मैले कुकरमा बसालेँ। अनि कुकर बसालिसकेपछि सबै चिजहरू हालेँ बिरयानी बनाउनलाई। अनि चलाउन थालेँ। क्याप्सिकम पनि हाल्दै थियो। अनि क्याप्सिकम हालिसकेपछि मसलाहरू हालेँ। अनि मसलाहरू हालिसकेपछि मैले चलाउन थालेँ। अनि एकछिन चलाएर मैले फेरि मासु हालेँ। अनि फेरि मासु हालिसकेपछि एकछिन छोपिदिएँ। अनि फेरि चामल हाल्न थालेँ। चामल हालिसकेपछि चाहिँ फेरि चलाएर फेरि मैले पानी हालेँ। अनि पानी हालिसकेपछि चाहिँ एकछिन छोप्न राखेँ। अनि एकछिन 1-2 सिटी लागेपछि फेरि हाम्रो पाकिसक्यो। अनि धनियाँ हालेर अनि त्यसलाई चलायो। अनि हाल्न थालेँ खानालाई। अनि हामी 3जना दिदीबहिनीले खायो। अनि त्यस्तो धेरै मिठो चाहिँ होइन, ठिकै भएको थियो। अनि असार 1 गते चाहिँ हामीले बिरयानी खाएर मनाएँ। बिरयानी चाहिँ ठिकै भएको थियो, अलिकति नुन कम्ती भएको थियो, तर मिठो भएको थियो। त्यो खाइसकेपछि चाहिँ हामी दिदीबहिनीहरू चाहिँ सुत्नतिर लागे रुमतिर। अनि फेरि म चाहिँ यता फेरि भिडियो बनाउँदैछु। अनि तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्छ भनिदिनु होला। मेरो च्यानलमा यदि नयाँ हुनुहुन्छ भने साथ सपोर्ट गरिदिनु होला। अनि मेरो भिडियोलाई सेयर गरिदिनु होला। आजलाई नै त्यति भन्न चाहन्छु। अनि राम्रोसँग बस्नु, बर्खायाममा आफ्नो ख्याल गर्नु। बाई बाई।